Hello, welcome to my YouTube च्यानल रात्रिकालीन भ्लग। फेरि आज म बनाउने छु एउटा भिडियो तपाईहरुलाई मनोरञ्जनात्मक भिडियोहरु देखाउने छु। लाइक शेयर गरिदिनु होला, सब्स्क्राइब एन्ड कमेन्ट पनि गरिदिनु होला। यहाँ चाहिँ आज धरान 12 पब्लिक हाई स्कुलको ग्राउन्डमा एउटा कन्सर्ट भइरहेछ, जुन कन्सर्टको नाम चाहिँ रहेको छ कोका खानेपानी सहयोगार्थ। हाम्रो धरान उपमहानगरपालिकाको मेयर श्री हर्का साम्पाङज्यूलाई यस कार्यक्रमको प्रमुख मान्न सकिन्छ। उहाँले यो कार्यक्रम राख्नु भएको छ कोका खानेपानी 2 को सहयोगार्थ कार्यक्रम। यहाँ चाहिँ कलाकारहरू 8-9 जना आज आउनेछ र आफ्ना कलाहरू प्रस्तुत गर्नुहुनेछ। तपाईहरुलाई मनोरञ्जन दिने नै छ। यो कृपया यहाँ आउने नजिक आउनेहरूले प्रत्यक्षदर्शीहरूले प्रत्यक्ष हेरेर मनोरञ्जन लिनुहोला। नआउनेहरूले टाढा देश विदेशमा रहनुहुने सबै दाजुभाइ दिदीबहिनी आमा बुवाहरूले यसै भिडियो मार्फत हेरेर मनोरञ्जन लिनुहोला, ताकि यतिसम्म हाम्रो यहाँ मनोरञ्जन हुनेछ। अब कलाकारहरूको एकछिनमा आगमन हुने नै छ। अहिले चाहिँ यहाँ स्थानीय कलाकारहरूद्वारा सामान्य गीत गजल गीतहरू गाउने प्रस्तुत पस्काउने काम भइरहेछ भने अब म राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरूसँग तपाईहरु सामु भेट गराउने नै छु। हेर्दै रहनु होला मेरो युट्युब च्यानललाई। सबैजनाले माया गरिदिनु होला। म एकछिनमा तपाईहरुलाई कुन कलाकारले के गीत गाएर आज कस्तो परफर्मेन्स भयो र कस्तो कलाकारहरू आए म तपाईहरुलाई देखाउने नै छु र कति मिठास र कति कलाहरू देखाएर जानेछन् म तपाईहरुलाई देखाउने छु। लेट्स सी, हेर्दै गर्नु होला। थ्यांक यू। ल गाइस, हेर्नु होला, अहिले चाहिँ फुलन्दको आमा आउनु भएको छ स्टेजमा। कार्यक्रम उहाँको छ, तर यहाँदेखि चाहिँ मेरो क्यामेराले अलिक नभ्याएर होला सायद, एन्टी लाइट पर्नु होला, देखिएन। उहाँको स्वर सुन्नु होला। उमेश राई बनाम चाहिँ फुलन्देको आमा, उहाँको कार्यक्रम छ है, हास्य कलाकार। तर अब यो एन्टी लाइटले गर्दा चाहिँ अलिकति मेरो अलिकति हुन्छ। सो स्वरबारे तपाईहरु चिन्दिनु होला। ठिकै हो, अब संसारमा मान्छे नि धेर भन्छ। बोलेकै सुन्दिनँ त, सधैँ हुन्छ यता। अनि ऊ मास्तिर खोइ कसको घरमा उता कहाँ छ? आँखा देख्दिन, अलिअलि कमजोर आँखा देख, माथि पनि यो गाजलहरूले बुढी गएर आजलाई मलाई फुलेले कमला कस्तो देखेको छ त? के हो, भिडियो कि लाइभ गर्दै हो? भिडियो बनाएको। ल गाइस, यो चाहिँ अनु चौधरीको गीत सुनिदिनु होला है त गाइस। ल पहिलेदेखि मलाई एकदमै धेरै मन पर्थ्यो। सो पानी परिरहेको बेलामा पनि हामी एकदमै धेरै रमाइलो गर्नेछौँ है त। ओके, त सुरुमा चाहिँ म के हो र मायाले गाउँछ है त, हुन्छ? रेडी हुनुहुन्छ? ओके, ट्र्याक रेडी छ।
यहाँ छोडेन र हामीले एउटा यो अवसर पायौँ सौरभ दाई मिना दिदी गाइज हेर्नुलाई आज चाहिँ यहाँ दर्शक भिडहरू यत्रो पानी पर्दै पनि दर्शकको घुइँचो छ। सो यहाँ चाहिँ कार्यक्रम हाम्रो हर्क साम्पाङज्यूको कोका खानेपानी 2 को कन्सर्ट साङ्गीतिक कार्यक्रम। सो यहाँ चाहिँ हेर्नलाई पानी परिरहेछ, त्यही पनि मानिस दर्शक विनहरू भने घुइँचो आइरहेछ, हेरिदिनु होला। अझै पनि म तपाईँहरूलाई देखाउने नै छु, रमाइला अझै कार्यक्रमहरू बाँकी नै छन्, कलाकारहरू बाँकी नै छन्, हेर्दै गर्नु होला। धन्यवाद। यो चाहिँ पदम राई है, पदम राईको पर्फर्मेन्स, उहाँको पर्फर्मेन्स है परेको बावजुद पनि दर्शकको घुइँचो छ। सो हेरिदिनु होला। यो चाहिँ सबिन हाम्रो धीराज राईज्यूको अहिले सकियो कार्यक्रम। अब यो कार्यक्रम लगभग अन्तिम चरणमा आइपुगेको छ र हाम्रो धीराज सरले गाइसक्नुभयो। अब हाम्रो अन्तिम चरणमा आछ। अहिले यसलाई पानी परेर सो अलिक रमाइलो चाहिँ भएन, त्यही पनि अहिले कार्यक्रम थ्याङ्क यू सो मच भन्न चाहन्छु सबै तपाईँहरूलाई हेरिरहने।